हे सर्वशक्तिमान परमेश्वर, हामी आज तपाईको सामु नम्र भएर आउँछौँ। तपाईको वचनले भन्छ कि अन्तिम दिनहरूमा कठिन समयहरू आउनेछन्, जहाँ मानिसहरू स्वार्थी, घमण्डी, कृतज्ञ, निर्दयी र परमेश्वरभन्दा सुखविलासलाई बढी प्रेम गर्ने हुनेछन्। प्रभु, हामी संसारमा यस्ता कुराहरू बढ्दै गएको देखिरहेका छौँ। तर पिता, यस्तो अन्धकारको समयमा पनि हामीलाई तपाईको सत्यमा अडिग रहन सहायता गर्नुहोस्। हाम्रो हृदयलाई स्वार्थबाट बचाउनुहोस्। हामीलाई नम्र, प्रेमिलो, दयालु र पवित्र जीवन जिउन सिकाउनुहोस्। हे प्रभु, हामी केवल बाहिरी धार्मिकताको रूप धारण गर्ने होइन, तर साँच्चै तपाईको आत्माले परिवर्तन भएका मानिस बन्न सकौँ। हाम्रो विश्वास केवल शब्दमा होइन, तर जीवन र व्यवहारमा पनि प्रकट होस्। यस संसारको बहावले हामीलाई तपाईबाट टाढा नलगेको होस्, बरु हरेक दिन तपाईको वचन, प्रार्थना र सत्यमा बलियो बनिरहन सहायता गर्नुहोस्। हामीलाई विवेक दिनुहोस्, ताकि गलत बाटो र झुटा शिक्षाबाट आफूलाई जोगाउन सकौँ। प्रभु, कठिन समयहरूमा पनि हाम्रो आशा तपाईमै राख्न सकौँ। डर होइन, विश्वासले जिउन सिकाउनुहोस्, किनकि तपाईले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। आमेन।